खै फ्रेन्ड खै मार्छ क्या यसले आदि छ आज है ड्यु चेसमा म यो दिन्छु ल केटाहरु आइसक्यो ल हेलो गाइज मेरो नयाँ भ्लगमा फेरि तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी साथीहरुसँग मिलेर टक्क बातुकेप घुम्न गइरहेको छौं। त्यसैको भिडियो गाइज र पुरा हेर्दिनु होला ल। त्यसो भने लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। हाम्रो साथीहरु यता छ आखुरी हेलो हामी काबरेली चल्दिनु भर्ती भने त्यो 500 एउटा मेरो साथी आज एउटा मलाई साथी छ रेडी हुँदैछ म आयो भने म देखाइहाल्छु उलाई। ओके गाइज ल फाइनली यार भर्खर नै अर्डर गरेको यहाँ चाहिँ ट्याक्सी पनि आइसक्यो कि यहाँ अनि ट्याक्सी पनि आइसक्यो कि ठ्याक्कै यहाँ छिटै भर्खर नै मगा ठ्याक्कै आइसक्यो अनि हामी यहाँ छिर्छौँ है त टक्कै आसपास सिन ल केटाहरु आइ छिटो हाम्रो केटाहरु त पछाडि छ लोमा डाला ada orang enggak? गुरुजी हुनुहुन्छ ओके nanti Juli ya. केटाहरु यहाँ छ टक्कै मासु चुरी हामी टक्कै बातुकेप घुम्न जाँदैछ गाइज ल है त हामी उतै भेट्नुपर्छ है त। गाइज हामी चाहिँ नि फाइनली बातुकेप आइपुग्यो। हेर्नुहोस् बातुकेपको भिडियो माथि छ मन्दिर मूर्ति शिवजीको त होइन यो पक्कै पनि रामको होला है सायद यस्तो छ। धेरै पर्याहरू छ यहाँ गाइड खोइ चारो किन्नु पर्थ्यो यार यसलाई त है। शिवजीको समाधि हामी जानुपर्छ त्यही फुटकिलाबाट त्यहाँ परेको सानो भिडियो त्यसो गाइड पर्याहरू बुझ्दै हुँदैन खास साथीहरु मेरो साथीहरु फोटो खिच्दै छ यहाँ यस्तो छ। यसरी टिकटक बनाउनु पर्छ यसरी फोन घुम्छ टक्कै अनि भिडियो अगाडि पछाडि घुमेको सक्यो होला सायद। ल गाइज अब हामी चाहिँ नि तलको काम सकेर फोटोसोटो खिचेर हामी माथि जाँदैछौँ भित्र। यो भित्र अझै माथि कति माथि कि अल्गो धेरै छ भन्छ साथीहरूले। साथीहरू चाहिँ पहिला पनि आएको थियो म चाहिँ नि फर्स्ट टाइम आएको यहाँ है यो भित्र। अब हामी जान्छौँ माथितिर। हामी चाहिँ माथि गइसक्यौँ त। ओए मङ्की आयो मङ्कीले फेरि तान्छ नि मङ्कीले छिरौँ गाइज है बाँदर त कति यहाँबाट कस्तो कालो कि यार गाइज जाउँ न जाउँ किन लास्टै हो कालो है हामी जाँदैछौँ गाइज भित्र है लास्टै ठाडो यार आमा यो त यार दुध खाएको छ यार तलतिर चढ्नु हामी त माथि यसरी हे हाई हामी यसरी जाँदैछौँ मेरो बाँदर चाहिँ ढुट्टो पिठो हो फेरि बाँदरहरू जुत्छ कि ओइ यो न यहाँबाट देख्नु यस्तो छ हेर्नुहोस् गाई चाहिँ यस्तो ठाडो छ यहाँ मन्दिर। हाई हाउ आर यु फ्रेन्ड हेलो फ्रेन्ड एउटा फ्रेन्ड छ फेरि खै फ्रेन्ड खै मार्छ क्या यसले
कस्तो छ यहाँ थाकिसक्यो यार थोर हिँड्दैन थाक्यो यसरी जान्छौँ हैट थाकिसक्यो यार यस्तो रहेछ हैट उफा चाहिँ भर्खरै आइपुग्यो तर थाकिसक्यो यार तर हैट अझै माथि कल्छ माथि जानलाई ल हैट मेरो साथी यो हैट थाकिसक्यो गाइज यार आज यस्तो कति छैन माथि भर्खरै उता एउटा मात्र अझै माथि दुईवटा कति छ आमा हैट जानु त पर्छ यार माथि पुग्नु पर्छ थाकिसक्यो गाइज कहाँ जाने सिडी हो त त्यो बन्द रहेछ उता चाहिँ कहाँ जाने सिडी हो त्यो चाहिँ बन्द रहेछ यत्रो पहाड छ आमामा यार यहाँ हेर्छ कहाँ टै गइरहेको छौँ अझै माथि कति हो वाउ यहाँ यस्तो रहेछ हैट हैट यो हो नि त हैट छिरौँ हामी कत्रो ठुलो हो कि यो यार हेट कत्रो ठुलो हो कि यो हेट कमान फोटो त्यहाँ चिसो किन्ने होला किन ल ड्यू किन ड्यू सानो ड्यू रहेछ त नि त्यो क्यानको काउनले के खान्छ सेभेन अप भन हामीलाई ड्यू भन न चेपाङले के खान्छ कोक खान्छ के खान्छ ल ड्यू ल कमान 16% खायो नि छोड्छ होला त म त्यहाँ आफ्नो मोबाइल राखेर बनाउने हो क्या भन्दै थिएँ कि नाच्ने भनेको र ठिक त्यहाँ सेन्ड गरेर पनि भइहाल्छ नि क्वालिटी सार्छ होला के चिनो लाने केटाहरू यहाँ केटाहरूले बातिकेको चिनो लाने अरे कि केटाहरूले के रहेछ हेरौँ है त गाइज के लान्छ पसल यस्तो रहेछ है भित्र चाहिँ माथिबाट हामी हेर्छ ए अघि छ के हो माथि पनि बाँदर छ त के हो मङ्की वाउ यार यहाँ हेर न है यहाँ त बाँदरले हक्ने रहेछ गाइज भन्नै भेटायो यस्तो रहेछ है कत्रो ठुलो गाइज हेर्नुहोस् न यार आमा कत्रो ठुलो हो के यो ओडाएर गुफा त्यसै बाद के भनेको त होइन रहेछ है त्यो बाले के किनेन फर्किँदा किनेन ल यसरी भिडियो बनाउनको लागि त अब देख्दैन होला सायद पहिलोपल्ट होला यत्रो ठुलो गुफा छिरेको नि है छक्क बनाउँछ यस्तो अटोमेटिक बनेको है अटोमेटिक यार होइन होला कहाँ खानु यस्तो डिजाइन सानो नि त्यो अटोमेटिक हो क्या अझै माथि ढुवाङ रहेछ ठुलो जाउँ हामी माथि जान्छौँ अघिल्लो छिटो गर्नुपर्छ हामी त ड्युटी पनि जानुपर्छ है 3 बजे गयो नि 4:30 बजे 3:30 बजे पुग्छ क्या जति होइन किन हात्ती छ है के हो यस्तो
ढोङ ढोङ ओए आज चाहिँ माथि छ है यो भन्नु पनि यति नै हो त्यही हो लास्ट चाहिँ रहेछ गाइस जाउँ त माथि जाउँ लास्ट चाहिँ रहेछ आमा हेर्नुहोस् गाई यस्तो छ यार अचम्मको ठाउँ छ यार कॉलेज टाइम पे तो पत्थर कहीं भी उछले लग ही जाता था जाउँ 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 माथि जाउँ केटाहरू माथि जाउँ के हो मङ्की छ त मङ्की यसको बादल खोजिदिन्छ हेर्दा कसको होइन होला कस्तो र म दिन्छु यो बादलले खान्छ अरे होइन म यो दिन्छु आधी छ अझै ढिउ त्यसमा म यो दिन्छु खान्छ र म दिन्छु है त खायो ढिउ ओइ पोख्यायो नि यार ए यसरी खाने रहेछ नि त नि यसलाई दिएको यसरी ओइ झन्डै ठोक्यो सबै पोख्यो नि यार यसै खाने रहेछ यार हाई हाई फ्रेन्ड यसै खाने रहेछ ड्यु चाहिँ मैले दिएको यसरी खाने रहेछ के फ्रेन्डले है हेलो फ्रेन्ड यसरी खाने कस्तो गाह्रो नि यार कस्तो राम्रो रहेछ तर यो बाँदर चाहिँ फेरि ओके बाई बाई त्यतिर जान्छौँ यही हो हाम्रो फाइनल त्यो चाहिँ है फाइनल त्यो यहाँदेखि माथि रहेनछ क्या त्यो यही हो रहेछ फाइनल माथि रहेको त्यो ढुङ्गा कहाँ छ हाम्रो साथीहरू मेरो साथीहरू कहाँ गयो ओइ केटाहरू त्यहाँ रहेछ नि त नि यो फाइनल हराउला है हेराइ हराउला जिस्काउँछ खै के हो बाँदर रिसायो त हेर्नुहोस् ढुङ्गै ढुङ्गा छ ढुङ्गाभित्र छिरी हो सरी ढुङ्गा कस्तो छ यहाँ ढुङ्गा सरी भिडियो बनाउँदैछ ढुङ्गा Chậu thì có tặng cái chậu. यही हो गाइज देख्नुभयो होला अब हामी फर्किन्छौँ होला है तलतिरको म एकछिन भिडियो बनाउँछु थोरै त्यो पनि मान्छे बस्ने रहेछ है त्यो अचम्मको रहेछ कि यो चाहिँ पाँचचोटि आएको है यस्तो ढुङ्गाहरू छ ठुल्ठुलो ढुङ्गा हेर्नु सक्नुहुन्छ माथि हेर्नुहोस् या कति अल्को छ क्या त्यो त्यो त माथि बाँदर जाने रहेछ कि मङ्की ल गाइज अब हामी चाहिँ फर्केको यहाँबाट फर्किरहेको म भिडियो बनाउँछु गाइज त्यसरी हामी फर्क्यौँ यस्तो रहेछ है बाटो के गाइज यो चाहिँ मलेसियाको हो ढुङ्गाको गुफा डेन्जरस हामी चाहिँ फर्क्यौँ है त हामी यसरी
हावा चाहिँ फेरि खतरा चल्ने रहेछ यो माथि टम्म पनि परेर होला है हावा चाहिँ बब्बाल चल्ने रहेछ यहाँ त गर्मी हुँदैन चिज त जाडो हुने रहेछ टी सर्ट लगाएर आयो भने त के भन्छ बच्चाहरू अझै खेल्दै थियो त बच्चाहरू यताबाट चाहिँ निस्किनुपर्छ हामी हावा चाहिँ बब्बल चल्ने यहाँ त जाडो हुने रहेछ त अनि भित्र यस्तो मात्र अर्को है कति फिट होला यसको यार यता दुईटा लाइनबाट चाहिँ माथि जानुपर्ने रहेछ अनि यताबाट चाहिँ नि दुईटा लाइनबाट झर्नुपर्ने रहेछ तल अझै यहाँ शनिबार शुक्रबार अनि आइतबार चाहिँ भिड हुन्छ होला धेरै है हामी चाहिँ सोमबार आएको अनि खासै मान्छे भिड छैन यो चाहिँ फाइनल्ली तल आइसक्यो बाटोको पुछार यो चाहिँ 3 स्टेप रहेछ जम्मा हामी चाहिँ ग्राउन्ड फ्लोरमा आइसक्यो तल है त गाइज यस्तो रहेछ है त यहाँको ठाउँ चाहिँ हामी चाहिँ नि माथिबाट झरिसक्यो तल शिवजीको मन्दिर शिवजी राम के भने होइन चल यस्तो यता बाँदरहरूले भित्र यहाँ फोहोर फालेको रहेछ भित्र खानेकुरा छ कि भनेर खाइरहेछ यतै बाँदरले खाइरहेछ Hi. Hi. Hey. Right. Right. भित्र चाहिँ के रहेछ फेरि यहाँ पनि छ मङ्की देखिन्छ क्यामेरामा भित्र चाहिँ यस्तो रहेछ बाँदर आयो मल खोज्नलाई हेलो हेलो गाइज है यो केटी रहेछ है यो मङ्की 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 ल गाइज आजको लागि चाहिँ यति नै हो है अब हामी पनि अब रुम फर्किन्छौँ है गाइज हामी अर्को भिडियोमा भेट्नुपर्छ है बाई बाई गाइज